हेलो नमस्ते नमस्ते गाइज, आशा गर्दैछु तपाईहरु सबैजना ठिकै हुनुहुन्छ होला। आज चाहिँ असार 1 गते, असारको पहिलो दिन र आजको दिन चाहिँ साह्रै शुभ दिन रहेछ। अब उहाँ मेरो दाइ राजु ब्रदर, उहाँको चाहिँ आज जन्मदिन रहेछ। राजु ब्रदर, भेरी भेरी ह्यापी बर्थडे टु यु। भगवानले चाहिँ तपाईको माथि कृपा गरोस्, आजको दिन तपाईको धेरै धेरै शुभ होस्। अनि चाहिँ असार 1 गतेको चाहिँ तपाईको बर्थडे, अनि असार 5 गतेको मेरो बर्थडे। हाय हाय, आज बेलुका खाना खान जानुपर्छ। त्यो पनि घुमेर आज चाहिँ पनिर टिक्का खानुपर्छ के। पनिर टिक्का चाहिँ आफ्नै कोठामा ल्याएर पकाउनु पर्छ बरु के। मलाई त खतरा आउँछ पकाउनु नि त। फेरि पनिर टिक्का खानु भएको पनिर टिक्का इन्डियन फुड हो। इन्डियन फुड होइन के, देशी फुड। अब देशी फुड त्यही हो। अब हामी चाहिँ भेजिटेरियन मान्छे, हामीले खाने भनेको बढीभन्दा बढी पनिर नै हो। त्यसलाई भन्छन् अर्ग्यानिक फुड। आज चाहिँ तपाईँको बर्थडे त भन्नुहोस्। अब मेरो तर्फबाट विस भइसक्यो, सब थोक भइसक्यो। अब मैले चाहिँ के भन्न चाहन्छु त्यो चाहिँ तपाईँले बिना भनिकन बुझ्नु परेको नि त। आई लभ यु गाइज, सबैलाई लभ यु टु। त्यतिले कहाँ हुन्छ त। मैले भन्न खोजेँ अब बर्थडे हो हजुरको, हजुरले चाहिँ व्यवस्था मिलाउनु पर्छ नि। अब के को व्यवस्था गरौँला, त्यो सोच्दै गरौँला नि। व्यवस्था भन्नाले चाहिँ अब यस्तो हो, मैले चाहिँ भन्न खोजेको भनौँ न, आज चाहिँ तपाईँलाई मन्दिरतिर जानुपर्ने थियो। बिहान नुहाई धुवाई गरी भर्खर नुहाई धुवाई गरेर कपाल पनि चिसो, अनि मन्दिर सन्दिर जानु, दर्शन गरेर आउनु। पशुपतिनाथ मन्दिर जाने हो कि जाउँ मन्दिर? पहिला चाहिँ मन्दिर नै जानु, त्यसपछि चाहिँ कामसाममा स्टार्ट गर्नु। अब बाँकी बात सब थोक ठिकै छ। जय होस्, जय शम्भु, जय पशुपतिनाथ, जय पशुपतिनाथ। बाई बाई, टेक केयर गाइज, लभ यु। अनि चाहिँ तपाईँहरूसँग एउटा शिकायत पो रहेछ यार, तपाईँहरूले चाहिँ सब्सक्राइब गर्न छोडिदिनुहुन्छ के यार। यस्तो चाहिँ सब्सक्राइब गर्नुहोस् अनि सेयर पनि गर्दै गर्नु होला है त भिडियो। प्लिज यार कहाँसम्म पुग्छ हामी पनि हेरिराखौँ ल कमेन्ट। अब चाहिँ नयाँ युट्युबर अलिकता चाहिँ सपोर्ट गरिदिनु पर्छ नि यार, हाम्रो पनि चाहिँ मनोबल बढ्छ यसबाट के। ल है गाइज, बाई बाई, टेक केयर, सी यू।